हेलो नमस्कार यहाँहरूलाई स्वागत छ हाम्रो नेपाली किचनमा। आज हामी बनाउँदैछौँ कैँडा फर्सी यानि कि हरियो फर्सी। अब मैले यसलाई टुप्पो फालिसकेँ। अब म यसलाई पिस पिस गरेर काट्छु। हजुरहरू पनि यस्तै गरी काट्दै जानु होला। अब म यसलाई धेरै छिप्पेको छ भने चाहिँ हामीले यसको गुदीलाई फाल्नु पर्ने हुन्छ। नछिप्पेको भर्खरको कलिलो फर्सी छ भने हामीले यसको भित्रलाई हाल्न नि सक्छौँ। अब यसलाई म मसिनो पिसमा काट्दैछु। अब हामीले सबै टुक्रा पारेर काटिसकेको फर्सीलाई एउटा बाउलमा राख्यौँ। त्यसै गरी अदुवा लसुनको पेस्ट, रातो खोर्सानी, अनि त्यसपछि एउटा प्याज, अनि आलु अलिकति, अनि टमाटर काटेर बाउलमा राखिसक्यौँ। हामीले फर्सीलाई चाहिँ अलि पिरो पिरो बनाएकै मिठो हुन्छ, त्यही भएर खोर्सानीलाई लसुन अदुवाको पेस्टसँग नि पिनेका छौँ र छुट्टै पनि हाल्नलाई राखेका छौँ। लु अब बनाउन सुरु गरौँ है त। अब मैले प्यान बसालेँ, कराईमा तेल राखेँ। अब फर्सीलाई चाहिँ अलिकति बढी तेल राखेकै मिठो हुन्छ। अब हजुरहरूलाई कसरी मनपर्छ त्यसरी नै बनाउनु होला। मिडियम राखेर नि बनाउन सकिन्छ। मैले चाहिँ तेल राखिसकेँ। तेल मजाले तातिसकेको छ। अब म यसमा रातो सुकेको खोर्सानी पड्काउँछु। हजुरहरूलाई मनपर्छ भने मेथी पनि पड्काउन सक्नुहुन्छ। मैले चाहिँ तितो हुन्छ भनेर मेथीलाई स्किप गरेँ। अब यो खोर्सानीलाई हामीले मजाले रातो हुन दिनुपर्छ। हाम्रो खोर्सानी अलि रातो हुन लागिसकेको छ। अब हामी यसमा प्याज राखेर चलाउँछौँ। मैले प्याज राखिसकेँ। अब यसलाई हामी मजाले चलाउँछौँ। हामीले यसलाई चाहिँ गोल्डन ब्राउन हुने बेलासम्म चलाउनु पर्छ, नत्र भने प्याज गुलियो हुन सक्छ। हजुरहरूले पनि यसरी नै चलाउँदै जानु होला। प्याज यतिको गोल्डन ब्राउन भइसकेको छ। अब हामी यसमा राख्छौँ आलु। अब आलुलाई नि हामीले मजाले एकछिन चलाउँछौँ। आलुलाई चाहिँ 1 देखि 2 मिनेटसँग मजाले चलाएर पाक्न दिनुपर्छ। आलु मजाले पाकेन भने फर्सीको टेस्ट नमिठो हुन सक्छ। हजुरहरूले चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ यसरी पकाउँछु। यो अझै राम्रोसँग पाकोस् भनेर 1 मिनेट जतिलाई ढक्कन लाएर छोप्छु। अब चाहिँ मैले ढक्कन निकालेँ। प्याज र आलु मजाले राम्रोसँग पाकिसकेको छ। म यहाँ चलाएर देखाउँछु हजुरहरूलाई। हेर्नुहोस् त। अब म यसमा फर्सी राख्छु। फर्सी राखेर एकदम मजाले चलाउँछु एकछिनलाई। अब यो फर्सी राम्रोसँग पाकोस् भनेर म एकछिन 1 देखि 2 मिनेटलाई ढक्कन लागेर छोप्छु। मैले यसलाई 2 मिनेटसम्म पकाएँ। अब म ढक्कन निकाल्छु। हेर्नुहोस् त, यहाँबाट पानी आउन सुरु भइसकेको छ। अलिअलि फर्सी पनि पाकेको जस्तो देखिन थालिसकेको छ। हजुरहरूले कसरी पकाउनुहुन्छ मलाई सजेसन दिनुहोला। मैले चाहिँ यसरी पकाउँछु। अब मैले यसलाई एकछिन मजाले चलाएँ। एकदम मजाले चलाएपछि हाम्रो हेर्नुहोस् त, पानी पनि हल्का देखिँदैछ, प्याजहरू राम्रो भइरहेको छ। अब म यसमा अदुवा लसुन र रातो खोर्सानीको पेस्ट राखेर एकछिन मजाले चलाउँछु। हाम्रो फर्सी पाक्न चाहिँ अलिक टाइम लाग्छ, त्यही भएर यसलाई चलाइ मजाले पकाउनु पर्छ। मलाई चाहिँ फर्सी असाध्यै मनपर्छ। हजुरहरूलाई मनपर्छ कि पर्दैन कमेन्ट गर्नुहोला। मैले फेरि एकछिन पाक्नलाई फर्सी छोपिदिएँ है। फर्सी चाहिँ अलिक टाइम लाग्छ पकाउनलाई, त्यही भएर मैले फेरि अब ढक्कनलाई हटाएँ। अझै पनि पानी निस्किँदैछ, हेर्न सक्नुहुन्छ हजुरहरूले। अब म यसमा बेसार राख्दैछु। मैले 2 चम्मच बेसार राखेँ। अब बेसार चाहिँ तरकारीमा मजाले राख्ने गरी म चलाउँदैछु। हजुरहरू पनि यसै गरी चलाउँदै पकाउनु होला। ओर्काइ फर्काइ गरेर मजाले चलाइसकेपछि हाम्रो फर्सीमा बेसारले चाहिँ टेस्ट इन्हान्स गर्छ। बेसार नहाले त तरकारी कस्तो अब यसमा म नुन राख्दैछु। हजुरहरूले चाहिँ स्वादअनुसार राख्नु होला। मैले चाहिँ 1 चम्चा राखेँ। अब म यसलाई एकदम मजाले चलाउँछु ओर्काइ फर्काइ गरेर। मैले चाहिँ फर्सीको कलर आओस् भनेर काश्मिरी मिर्च राखेँ। हजुरहरूले चाहिँ स्किप पनि गर्न सक्नुहुन्छ। मैले यसलाई अब एकदम मजाले चलाएँ। अब म तरकारीको स्वाद बढाउनलाई मसला राख्दैछु। यसमा चाहिँ मैले जिरा धनिया पाउडर राखेँ। अब यसलाई हामीले मजाले चलाएर एकछिनसम्म पकाउनुपर्छ। त्यस्तै गरी मैले चाहिँ हल्का BMC करी पनि सँगै राखेँ। अब मजाले चलाएर एकछिन पाक्न दिउँ। हाम्रो फर्सी लगभग पाकिसकेको छ, किनभने अघि धेरै थियो, अहिले एकदम थोरै भइसकेको छ। अब म यसमा टमाटर राख्दैछु। मैले टमाटरलाई राखेँ। अब टमाटरलाई एकदम मजाले पकाउनु पर्छ, त्यही भएर एकछिन चलाएर मजाले मैले चाहिँ टमाटर पनि एकछिन पाकोस् भनेर छोपिदिएँ है। यसलाई चाहिँ म 1 मिनेट पाक्नलाई छोडिदिन्छु। त्यसपछि हाम्रो फर्सी
हेर्नुहोस् त टमाटर पनि मजाले पाकिसकेको छ। हाम्रो फर्सी हेर्दै खाउँ लाग्ने भइसकेको छ। हजुरहरू पनि यसरी पकाएर खानुहोला। मैले चाहिँ फेरि हजुरहरूलाई देखाउनलाई एकचोटि मजाले चलाएँ अनि हल्का खुडी पनि दिएँ, किनभने फर्सी खुडेपछि झन् मिठो टेस्ट आउँछ। हजुरहरूले पनि यस्तै गरी पकाउनु होला। फर्सी चाहिँ एकदम पाकेर रेडी भइसकेको छ। हेर्दै खाउँ लाग्ने भएको छ। अब हामी यसमा धनियाँ मात्रै राख्छौँ। धनियाँलाई मैले मजाले राखेँ है। धनियाँ राखिसकेपछि हेर्नुहोस् त कस्तो राम्रो भएको छ हाम्रो फर्सी। हजुरहरूलाई हाम्रो रेसिपी मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।